वेलकम टु माई मिनी भ्लग गाइज। यहाँ हेर्नुहोस्, जापानमा चाहिँ यस्तो सानो पार्कमा पनि यसरी खानेपानीको व्यवस्थित हुन्छ। पानीहरू यसरी राखिन्छ कि पानीहरू, अनि चट्ट खोल्ने, यसरी खोल्ने, अनि यहाँनिर मुख जोडाएर टक्क खानुपर्छ। त्यसो म तपाईँहरूलाई देखाइदिन्छु कि यसरी खोल्ने कि होइन, यसरी यसरी मुख जोडाएर खानुपर्छ। त्यसपछि यहाँ पनि छ कि यो चाहिँ खुट्टा सुट्टा धुनलाई यताउति गर्नलाई हो। यसलाई यसरी फर्काएर यो गऱ्यो भने खुट्टा सुट्टा धुनु मिल्छ। यहाँ चाहिँ फोहोर सोहोर भयो भने खुट्टा सुट्टा धुनु मिल्छ। सानो पार्कमा पनि यस्तो व्यवस्थित चाहिँ हुन्छ है यहाँ चाहिँ जापानमा चाहिँ। अब हाम्रो नेपालमा चाहिँ अब लगभग पाइँदैन नै हो, किनभने अब अहिले चाहिँ पाउँछ कि पाउँदैन त्यो मलाई थाहा भएन। तर जहाँसम्म मलाई लाग्छ नेपालमा चाहिँ यस्तो पार्कहरूमा चाहिँ पानीको व्यवस्था छैन होला। यहाँ चाहिँ सानो पार्कमा पनि हुन्छ है, पानीको व्यवस्था हुन्छ, टोइलेटको व्यवस्था हुन्छ होइन यहाँ चाहिँ।